नेपाल चीन सीमावर्ती क्षेत्रमा विनाशकारी बाढी र पहिरोको त्रास कायमै रहेका बेला चीनतर्फ अर्को ठूलो जोखिम देखिएको छ। चिनिया जलस्रोत मन्त्रालयका अनुसार नेपालको छोचेन खोला र पुरेपु साङपो नदीको संगमस्थल नजिकै ठूलो ताल बनेको छ, जुन ताल विस्फोट भएमा फेरि त्रिशुली नदीमा डरलाग्दो बाढी आउनेछ। चिनिया सञ्चार माध्यमहरूका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब 20 लाख घनमिटर पानी जम्मा भइसकेको छ। पानी तालबाट बाहिर बग्न थालेको अनुमान गरिएको छ, जसका कारण जोखिम झनै बढेर गएको छ। आगामी 3 दिनमा तालमा थप 30 लाख घनमिटर पानी जम्मा हुन सक्ने र त्यसपछि ताल फुट्ने सम्भावना उच्च रहेको चिनिया अधिकारीहरूले बताएका छन्। यदि उक्त ताल प्रक्षेपण गरे अनुसारै विस्फोट भएमा त्यसले ल्याउने तबाह अर्को ठूलो महामारी बन्नेछ। चाइना सेन्ट्रल टेलिभिजनका अनुसार चिनिया जलस्रोत मन्त्रालयले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेको छ। सम्भावित ताल फुटाइपछि आउन सक्ने बाढीको प्रभाव अनुमान गर्न फ्लड सिमुलेसन र प्राविधिक विश्लेषण समेत भइरहेको छ। यो सूचना नेपालका लागि झनै ठूलो गम्भीर विषय हो, किनकि नेपाल चीन सीमा क्षेत्रबाटै सुरु भएको लेदो सहितको पहिरो र बाढीले यसअघि नै तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याइसकेको छ। सीमावर्ती क्षेत्रमा थप पानी जम्मा हुनु र त्यसमा निरन्तर वर्षा थपिनु भनेको अर्को ठूलो बाढीको सम्भावना कायमै रहनु हो, किनकि उक्त ताल विस्फोट भएमा फेरि बाढीको रूपमा आउने रसुवागढी हुँदै त्रिशुली नदीमा नै हो। यसअघि नै त्रिशुली लगायत नदी आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भइसकेको अवस्थामा सम्भावित ताल फुटेमा त्यसको प्रभाव नेपालतर्फ गम्भीर रूपमा पर्नेछ। यसतर्फ तत्काल प्राविधिक अध्ययन र पूर्व सूचना प्रणाली सक्रिय बनाउन आवश्यक देखिएको छ। चीनले सम्भावित विपदको सिमुलेसन गर्दै उद्धार टोली, जनमुक्ति सेना, इन्जिनियरिङ टोली, टेलिकम अपरेटर तथा राहत संस्थालाई तयारी अवस्थामा राखेको जनाएको छ। यस्तो अवस्थामा नेपालले पनि ताल फुटेपछि के गर्ने भन्ने होइन, ताल फुट्नु अघि नै कसरी जोगिने भन्ने रणनीति अपनाउनु पर्ने देखिन्छ। यति बेला महाविपत्तिको बेला नेपाल सरकार उद्धार र खोजी अभियानमै केन्द्रित बन्नु परेको छ। हिजो भर्खर आएको महाविपत्तिको आलो घाउमै सरकार राहत र व्यवस्थापनमा केन्द्रित बनेको छ। यही अवस्थामा अर्को विपत्ति आइलागे सरकारलाई झनै ठूलो धक्का लाग्नेछ। विशेष गरी सीमावर्ती तथा नदी किनारका बस्तीमा रहेका नागरिकलाई तत्काल सम्भावित जोखिमबारे जानकारी गराउने, सुरक्षित स्थान पहिचान गर्ने, रातिको समयमा समेत सूचना प्रवाह हुने व्यवस्था मिलाउने र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विपद व्यवस्थापन संयन्त्रलाई उच्च सतर्क अवस्थामा राख्नुपर्ने आवश्यक छ। अहिलेको सूचना त्रास फैलाउनका लागि होइन, समयमै सचेत रहनका लागि हो। सीमापारी बनेको यो तालको अवस्था सामान्य नहुँदासम्म नदी किनार र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउन आवश्यक छ।